यदि हजुरहरू काठमाडौँको लाजिमपाट नक्साल बालुवाटार एरियामा अपार्टमेन्ट खोज्दै हुनुहुन्छ भने आजको यो भिडियोमा म तपाईलाई मिनिमम 2 करोडबाट माथि 8.5 करोडसम्मको लिस्टिङ भएका एउटा दुईटा मात्र नभइकन 7 वटा अपार्टमेन्टहरूको बारेमा विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। नमस्ते, म मुक्तिनाथ नेपाल। अहिले चाहिँ तपाईले गुड डिलको यो अफिसियल पेजबाट गुड डिलमा अहिलेसम्मको अवस्थामा अहिले भिडियो बनाउँदासम्मको अवस्थामा लिस्टिङ भएका अपार्टमेन्टहरूको बारेमा चाहिँ जानकारी लिनलाई हेर्दै हुनुहुन्छ भने तपाईको लागि सर्वप्रथम पहिलो अपार्टमेन्ट लाजिमपाट रेडिसन होटलसँगै त्यसमा 3 BHK अपार्टमेन्ट छ एउटै टावरमा। त्यो चाहिँ लगभग 2100 स्क्वायर फिट हल्का प्लसको अपार्टमेन्ट छ, जसमा चाहिँ तपाईँको पूर्व दक्षिण मोडा फर्केको फुल फर्निसमा तपाईँको 4 करोड 40 लाख आस्किङ प्राइस रहेको। त्यसमा एउटा गाडी पार्किङ भयो, गेस्ट पार्किङ पनि राख्न मिल्ने खालको। यो चाहिँ सिटीको भ्यू मजाले देखिने माथि नै छ, 10 फ्लोरबाट माथिकै स्पेसमा भएको त्यो अपार्टमेन्ट भयो 3 BHK। त्यही टावरमा अर्को एउटा अपार्टमेन्ट छ जुन चाहिँ 2 BHK अपार्टमेन्ट, जसको चाहिँ टोटल एरियाको कुरा गर्नुपर्दा एकदम ह्युज स्पेस छ, एकदम लग्जरियस 4100 स्क्वायर फिट प्लसको स्पेसमा रहेको, जसको लिस्टिङ प्राइस चाहिँ 8 करोड 50 लाख रुपियाँ छ। फुल फर्निसमा पेन्ट हाउस छ त्यो चाहिँ। त्यस्तै गरेर त्यही टावरमा अर्को एउटा अपार्टमेन्ट छ 5 BHK अपार्टमेन्ट। 5 BHK चाहिँ दुईवटा अपार्टमेन्टलाई मर्ज गरेर बनाएको, जुन अपार्टमेन्ट चाहिँ तपाईँको 4100 स्क्वायर फिटभन्दा बढी नै छ। त्यो चाहिँ तपाईँको पूर्व दक्षिण पश्चिम तिनैतिर ओपन रहने एउटा गाडी पार्किङ स्पेस भयो। यसको पनि लिस्टिङ प्राइस लगभग 8.5 करोड नै छ। अर्को अपार्टमेन्टको कुरा गर्नुपर्दा नक्सालको भाटभटिनी सँगै रहेको एउटा अपार्टमेन्ट छ, जसमा चाहिँ एउटा गाडी अर्को गाडी पनि एडजस्ट गर्न मिल्ने खालको पार्किङ स्पेस सहितको टोटल 2200 स्क्वायर फिटको अपार्टमेन्ट छ, जुन चाहिँ पूर्व दक्षिण फेसिङ भयो, मजाले घाम लाग्ने दुईवटा बाल्कनी स्पेस छ। तपाईँले अहिले त्यो चाहिँ रिनोभेट हुँदैछ, तपाईँले अनफर्निस पनि लिन मिल्यो। फुल फर्निस गरेर लेख्दा चाहिँ तपाईँको 4 करोड 50 लाख प्राइस। त्यसमा तपाईँले अनफर्निसमा अहिले रिनोभेटको फेजमा लेख्दै गर्दा चाहिँ तपाईँले फर्निचरको कस्ट माइनस गरेर लेख्न मिल्यो त्यसलाई चाहिँ। अब अर्को अपार्टमेन्टको कुरा गर्नुपर्दा हामीसँग अर्को चण्डोलमा सेन्ट्रल पार्क अपार्टमेन्ट छ विशालनगर जाने बाटोमा, जसमा चाहिँ तपाईँको जुन टावरभित्र 3 BHK र 4 BHK को गरेर 3वटा अप्सनहरू छन्, जसमा 3 BHK अराउन्ड 1800 देखि 1900 स्क्वायर फिटको, 4 BHK चाहिँ तपाईँको 2400 स्क्वायर फिट अराउन्डको स्पेसमा रहेको। 3 BHK मा तपाईँको फुल फर्निस साउथ फेसिङ मजाले घाम लाग्ने एउटा गाडी पार्किङ गर्न मिल्ने। लिस्टिङ प्राइस चाहिँ तपाईँको 4 करोड 25 लाख रुपियाँ छ। अब 4 BHK को प्राइसको कुरा गर्नुपर्दा 5 करोड 25 लाख रुपियाँ प्राइस छ। त्यो पनि फुल फर्निस एउटा गाडी मजाले पार्क गर्न मिल्ने स्पेस, त्यो चाहिँ पूर्व मोडा फर्केको पाउन सक्नुहुनेछ। त्यस्तै गरेर अर्को अपार्टमेन्ट छ हामीसँग चण्डोलको प्रेस्टिज अपार्टमेन्टमा, जसमा 3 BHK अपार्टमेन्ट छ, जुन चाहिँ तपाईँको पूर्व पश्चिम दक्षिण सबैतिर खुल्ला भएको। अगाडिको सिमरेक टावरमा, यदि तपाईँलाई प्रेस्टिज अपार्टमेन्ट थाहा छ भने अगाडिको फ्रन्टको सिमरेक टावरमा छ। 3 BHK अराउन्ड 1800-1900 स्क्वायर फिटको बिचमा रहेको, फुल फर्निस एउटा गाडी पार्किङ गर्न मिल्ने। त्यसको चाहिँ 4 करोड 45 लाख फिक्स प्राइस छ, एकदम वेल फर्निस छ, फिक्स प्राइस छ त्यो चाहिँ। त्यस्तै गरेर धुमराई अपार्टमेन्टमा एउटा हामीसँग 2 BHK अपार्टमेन्ट छ, जुन चाहिँ हाम्रो यो अपार्टमेन्ट लिस्टको सबभन्दा कम बजेटको अपार्टमेन्ट, जसमा चाहिँ तपाईँले 825 स्क्वायर फिटको स्पेस पाउन सक्नुहुनेछ। पूर्व दक्षिण मोडा फर्केको एउटा गाडी पार्किङ गर्न मिल्ने। भित्रको कुरा गर्नुपर्दा चाहिँ तपाईँले अनफर्निसमा लेख्दा पनि मिल्ने, फुल फर्निस लेख्दा पनि मिल्ने। त्यसको लिस्टिङ प्राइस छ 2 करोड रुपियाँ, जसमा स्लाइडली नेगोसिएबल गरेर पनि लिन सक्नुहुनेछ तपाईँले। त्यस्तै गरेर हामीसँग अर्को अपार्टमेन्ट छ शीतल निवासको ठ्याक्क अपोजिटमा प्रिमियर अपार्टमेन्टमा। प्रिमियर टावरमा हामीसँग 2 BHK अपार्टमेन्ट छ, फुल फर्निस एकदम वेल फर्निस छ। लगभग 850 स्क्वायर फिट एरियामा कभरेज अपार्टमेन्ट हो यो चाहिँ 2 BHK। एउटा गाडी राख्न मिल्छ मजाले। यो पनि दक्षिण फेसिङ हो, साउथ फेसिङ अपार्टमेन्ट, जसको प्राइसको कुरा गर्नुपर्दा 4 करोड 50 लाख आस्किङ प्राइस छ, जसमा तपाईँले नेगोसिएट गरेर पनि लिन सक्नुहुनेछ। भने हामीसँग भएको अन्तिम अपार्टमेन्ट अथवा लिस्टको अन्तिमको अपार्टमेन्ट पानीपोखरी हाइट अपार्टमेन्ट, जसमा तपाईँको 3वटा अपार्टमेन्टहरू छन् 3 BHK का अपार्टमेन्ट, जसको चाहिँ कुरा गर्नुपर्दा दक्षिण पश्चिमपट्टि मोडा फर्केको। फुल फर्निसमा लिनुहुन्छ भने तपाईँले 3 करोड 25 लाख प्राइस रहेको छ। त्यसको एउटा गाडी पार्किङ गर्न मिल्यो। तपाईँको अब अरू बाइक स्कुटर अथवा अरू एक्स्ट्रा पार्किङ चाहिँ तपाईँले कम्युनिटीमा एडजस्ट पनि गर्न सक्नुहुनेछ। यी सबै अपार्टमेन्टहरूमा चाहिँ तपाईँले एक्स्ट्रा चार्जको कुरा गर्नुपर्दा कुनैमा चाहिँ पर स्क्वायर फिट 6 रुपियाँ, कुनैमा 5 रुपियाँको दरले पर स्क्वायर फिट कम्युनिटी चार्ज छ मन्थली। कुनैमा चाहिँ तपाईँको 5000 देखिबाट 10,000 को बिचमा चाहिँ तपाईँले कम्युनिटी चार्जहरू एक्स्ट्रा पाउन सक्नुहुनेछ। यी अपार्टमेन्टहरूमध्ये चाहिँ कुनै अपार्टमेन्ट भूकम्प अगाडिको छन्, कुनै अपार्टमेन्ट भूकम्प पछाडिका अपार्टमेन्टहरू छन्।
भूकम्प अगाडिको अपार्टमेन्ट भए पनि ग्रिन कार्ड पाएकोवाला अपार्टमेन्टहरू हुन् यिनी चाहिँ। यदि तपाईँहरू चाहिँ काठमाडौँको बालटा नक्सा लाजिमपाट एरियामा अपार्टमेन्ट हेरिरहनु भएको छ भने चाहिँ गुड डिल तपाईँको लागि एउटा बेस्ट अप्सन हुनसक्छ, किनकि हामीसँग मार्केटमा भएको अप्सनहरू सबै अप्सनहरू म्याक्सिमम् अप्सनहरू एभाइलेबल छन्। यदि तपाईँहरू यता काठमाडौँ बाहेक ललितपुर एरियामा सानेपा झम्सिखेल एरियामा अपार्टमेन्ट खोज्दै हुनुहुन्छ भने पनि तपाईँले सम्झिनै पर्ने नाम गुड डिल। धन्यवाद।